नमस्ते सबैजनालाई। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भनेर हजुरलाई चाहिँ मेरो भ्लगमा एकदमै स्वागत छ। आज चाहिँ हामी रेडी भएर चाहिँ हस्टेलबाट चाहिँ हामी गोठदा गाउँदेखि चाहिँ विराटनगरको यात्रा गर्दै थियौँ र हामी मेन रोडबाट एकदम बाटो पनि बिग्रियो थियो र त्यसै गरी हामी चाहिँ जानु पनि फेरि 3 जना गएको थियौँ। हामीले चाहिँ ट्राफिक नियमको पालना गरेको थिएनौँ ड्यु टु हाम्रो बाध्यताले गर्दाखेरि, बिकज हाम्रो ब्याङ्क ब्यालेन्स पनि जेरो थियो, क्यास ब्यालेन्स पनि जेरो थियो र जाँदा जाँदा हामीलाई नाम थाहा नभएको भएर यो लिम्बू डाँडा चोक भन्ने थियो आएको थियो र त्यसै गरी बर्मनिया भनेर चाहिँ आएको थियो किनभने हामीलाई ठाउँको नाम थाहा छैन। हेलो, यो चाहिँ यहाँको इन्भाइरोमेन्ट। यो चाहिँ हामी कता आइपुग्यौँ? कोइलपुर आइपुगेको छौँ। हाम्रो राइडर दिदी यहाँ हुनुहुन्छ, हाम्रो प्यासेन्जर दिदी यहाँ छौँ र म पनि एउटा प्यासेन्जर नै हो। सो अब चाहिँ हामी यहाँ फोटो खिच्न एकछिन फोटो खिच्ने कि भनेको यहाँको भ्यूहरू राम्रो छ, आधी भ्यूहरू त राम्रो राम्रो सक्यो त्यहाँ अगाडि। सो यो चाहिँ यहाँ जाउहरू छ कि हामीले बिचमा भिडियो बनाउन पाएनौँ। हामी चाहिँ यहाँ निशा दिदीको रुममा आएको छौँ। यहाँ दिदी अनि भ्लग बन्न लाग्यो कि भ्लग। वेलकम मिनी भ्लग टु माई गाइज। ए कस्तो कान्छे हाम्रो दिदीले चाहिँ भन्नुहुन्छ भ्लग बनाउन सजिलो छैन, लभ गर्न सजिलो छ। वाट काइन्ड अफ लजिक इज दिस? लभ गरेर तडपिराखेर सजिलो कि भ्लग बनेर हाँसिराख्नु सजिलो हो? एन्टीलाइट त छैन नि होइन? छैन। सो मेरोमा चाहिँ खुबी छ भने जस्तो लागेको थियो मलाई होइन, तर ब्लगर भन्ने खुबी चाहिँ होइन, लभर भन्ने खुबी चाहिँ रहेछ। अफिसले पिक्नै हालिन लभर भन्ने लागेको छैन भन न भन्थ्यो त साथी। So, हाम्रो लाइफ चाहिँ यस्तै नै चलिरहेको छ, तल माथि दायाँ बायाँ घोप्टो माथि सबै चल्छ। भाइरल गरिदिनु होला हामीलाई प्लिज। हजुरले इपिक धेरै देख्नु होला, यो अलिक फरक किसिमको हाँसो हो। यदि हजुरहरूलाई यस्तै हाँसिराख्नु मन छ भने हाम्रो भिडियोलाई लाइक, सब्सक्राइब र कमेन्ट गरिदियो न। साथीहरू अब चाहिँ हामी, यो चाहिँ मेरो आजको आउटफिट, यो चाहिँ हाम्रो दिदीको आउटफिट। लुक हियर। सो यहाँ चाहिँ हाम्रो 2 जना अर्को दिदीहरू हुनुहुन्छ, बिहे गर्न आँटिराख्नु भएको छ। अरे ओ माई गड, के हो यो? कस्तो सङ्केत हो? अब हाम्रो बिना चाहिँ कहाँ हुनुहुन्छ थाहा छैन। यहाँ चाहिँ हाम्रो अर्को दिदी हुनुहुन्छ, मेरो प्यारो दिदी। यहाँ चाहिँ म यहाँ छु। यो चाहिँ यसो हिरोनी स्टाइलको बनिदिउँ भनेको, के गर्नु, अलिकति मेसी छ ल, केही नसम्झिनु होला हामीलाई तर यसो। सो हामी रेडी भइसकेर चाहिँ अब हामी चाहिँ जान आँटेको थियौँ र मैले चाहिँ मेरो यो गालामा गर्मी लागेपछि यहाँ आइदेखेको त्यो यत्रो कसैले दामी र पोलेको जस्तो देखिरहेको थियो। त्यसपछि सबै दिदीको अनुहार पालो देखाइदियो। तपाईँहरूलाई कुन दिदी मन पर्यो भन्नु त गाइजहरू, मिलाइदिइहालौँ। 3टै दिदी कुवारी छ। र त्यसपछि चाहिँ हाम्रो मेन मोटिभ भनेको चाहिँ श्याम मन्दिर जानु थियो र श्याम मन्दिर जानुभन्दा अगाडि चाहिँ हामीले चाहिँ पेट पूजा गरौँ पहिला। त्यसपछि पेट पूजामा चाहिँ हामीले केही पनि होइन, जस्ट पानीपुरीहरू खाएको थियौँ र आज चाहिँ
हामीले चाहिँ रमाइलो गर्दै थियौँ र यो गाडीमा चाहिँ हाम्रो शिवजी जुन कैलाशमा बस्नुहुन्छ नि, विराजमान गर्नुहुन्छ, त्यो वाला चाहिँ शिवजी बन्नुभएको थियो यहाँ, हजुरले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै रमाइलो गरेर डिजेहरू बजाएर सबै मान्छेहरू, एउटा भक्तजनहरू चाहिँ आफ्नै रमाइलोमा चाहिँ एकदमै आफ्नो त्यो डिजेहरू त्यो बजाएर भगवान्को गीतहरूको डिजेवाला भएर चाहिँ त्यसमा आफ्नै धुनमा चाहिँ मग्नहरू थियो। र यहाँ हजुरले बजरङ्गबलीको चाहिँ हजुरले यो झन्डा देख्न सक्नुहुन्छ, जो त्यहाँ गएपछि चाहिँ एउटा डिफ्रेन्ट खालको रिलिफ, एउटा मनमा शान्ति पाएको थियो, एउटा छुट्टै रमाइलो भएको थियो हामीलाई। र हामी चाहिँ पहिला विराटनगरमै बसेर पढेको थियौँ, सो इट्स गुड। सो हामी चाहिँ खास गरी हाम्रो मोटिभ नै श्याम मन्दिर जानु थियो नि त। तर यहाँ पुगेपछि चाहिँ खास गरी बिहान पोस्टमा चाहिँ हामीहरूले हेरेको थियौँ हनुमानजीको आज जन्म पाएको भनेर। तर त्यहाँ पुगेपछि हामीले बिर्सिसकेको थियौँ। र त्यहाँ चाहिँ जहिले पनि हरेक वर्ष हरेक फेस्टिभल हरेक भगवान्को चाहिँ त्यसरी नै भव्य तरिकाले मनाइरहेको हुन्छ। र यहाँ हजुरले देख्न सक्नुहुन्छ जसरी हामीले नेपालको फ्ल्यागहरू फ्लेक्स गरेर एउटा प्राउड मुमेन्ट फिल गर्छौँ, त्यसरी नै यहाँ चाहिँ हनुमानजीको पनि फ्ल्यागहरू फ्लेक्स गरेर नेपालको आकारको झन्डाको आकारमा एउटा ओम लेखेको थियो र तर चाहिँ जय श्री राम लेखेको थियो। अनि त्यो फ्ल्याग फ्लेक्स गर्दाखेरिको त्यो मनको शान्ति नै अपनाउनु ठुलो कुरा हो। र जसरी हामीले काठमाडौँमा मच्छिन्द्रनाथको रथ तानेर लगिरहेको हुन्छ, त्यसरी नै यहाँ पनि चाहिँ भगवान् श्रीराम र हनुमानजीको चाहिँ रथ ल्याइराख्नु भएको थियो। र यहाँ सबैजना एउटा आस्था लिएर, एउटा मनमा शान्ति लिएर र भगवान्लाई पुकार्दै जय श्रीराम जय हनुमान भन्दै चाहिँ सबैजनाले भन्दै आइराख्नु भएको थियो। हजुरले यो देख्न सक्नुहुन्छ सानो चिटिक्क परेको रथ, जसमा चाहिँ फुलले सजाएको छ। अनि यहाँ चाहिँ भित्र सबैजनाले चाहिँ पूजा गरिराख्नु भएको थियो। अब भित्र जान मिल्दैन, बाहिरबाट त्यो रथलाई ढोगेर जसरी हामी मच्छिन्द्रको ढोग्छौँ। र त्यसै गरी यहाँ हजुरले देख्न सक्नुहुन्छ रामजी र हनुमानजी हुनुहुन्छ। र त्यसै गरी चाहिँ अब त्यो हेरिसकेपछि चाहिँ हामी चाहिँ जुन मोटिभले आएको थियौँ श्याम मन्दिर जाने भनेर, र त्यहाँ जानुभन्दा अगाडि चाहिँ हामीले बेलुकाको लागि 50 रुपियाँ केजी, एकदम मिठो रसिलो, मनलाई शीतल पार्नु त्यहाँबाट चाहिँ हामीले खरबुजा किनेर गयौँ, श्याम मन्दिरतर्फ लाग्यौँ। दिदी आफै बेच्छु भन्दै आफै किनेर आउनुभएको थियो। र त्यहाँ हामी श्याम मन्दिर पुगिसकेपछि चाहिँ अब जुत्ता लगाएर जाने कुरो आएन। अब चप्पल सेफको लागि हाम्रो जसरी पशुपतिमा जुत्ता राख्ने ठाउँ हुन्छ, त्यसरी नै यहाँ पनि थियो। टोकनहरू दिएर चाहिँ सेफली जुत्ताहरू राखिदिन्थ्यो। एउटा झोलामा सबैको जुत्ता राखेर चाहिँ हामीले चाहिँ हातहरू धोएर चाहिँ मन्दिरतर्फ लाग्यौँ। र यसरी हेर्नु पर्दाखेरि त्यहाँको मन्दिरको त्यो स्ट्रक्चर, त्यो आर्किटेक्टहरू एक गरी चाहिँ एकदमै राम्रो थियो। कुनै दिन हामीसँग टाइम देखेको थिएन, बेलुका भइसकेको थियो र हामीले चाहिँ चाँडो गएर चाहिँ पूजा गरेर फर्किनु पनि थियो। कुनै दिन गएपछि चाहिँ हजुरलाई मजाले स्ट्रक्चर देखाउनु छु। र त्यहाँ गएको राति भएको भएर चाहिँ हामीले मजाले त्यहाँको सबै एक गरी चाहिँ देखाउनु पाएनौँ, केही क्लिपहरू मात्र खिच्न पाएँ। र मेरो पनि भिडियो बनाइदिनु भनेर चाहिँ इसारामा दिदीलाई बोलाएको थिएँ र दिदी आउनुभएको थियो। र त्यसपछि मेरो भिडियो बनाइदिइसकेपछि भित्र इन्ट्री गरेपछि चाहिँ मैले स्टप गर्नु भनेर हातबाट सिग्नल दिएँ, तर बुझ्नु भएन र त्यही मैले आफ्नो चटक देखाइहालेँ। र यहाँ हजुरले भगवान्को दर्शन गर्न सक्नुहुन्छ। यहाँ शिवजी, पार्वती, गणेशजी सबैजना हुनुहुन्थ्यो। र पूजा गरेर चाहिँ हामी फर्केको थियौँ र रात पनि परिसकेको थियो। फेरि हामीले त्यहाँ टोकन दिएर आफ्नो जुत्ता लिएर चाहिँ घरतर्फ लाग्यौँ। हजुरहरूलाई कस्तो लाग्यो भिडियो भनिदिनु होला। सो आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, हेभ अ गुड डे, सी यू सुन अगेन इन नेक्स्ट भ्लग।